ल है, कहिले सोच्नुभएको छ नेपालमा कुनै सरकारी पुल वा सडक बन्दा त्यो कसरी बन्छ होला? आज हामी यही सार्वजनिक निर्माणको पछाडि लुकेको विस्तृत र एकदमै रोचक प्रक्रियाबारे कुरा गर्दैछौँ। हो, हामी चिल्लो सडक देख्छौँ, ठूला ठूला पुल देख्छौँ, तर त्यो बन्नुको पछाडिको कथा के हो त? सुरुदेखि अन्त्यसम्मको यो यात्रा कस्तो हुन्छ होला? आउनुहोस्, आज यही प्रक्रियालाई गहिराइमा बुझौँ। यो काम यत्तिकै जसले जे मन लाग्यो त्यही गर्ने भन्ने हुँदैन, होइन? यसको लागि त एकदमै स्पष्ट कानुनी व्यवस्था छ। यो सम्पूर्ण यात्रालाई सार्वजनिक खरिद ऐन 2063 र नियमावली 2064 ले बाटो देखाउँछ। त्यसो भए यो यात्राको पहिलो पाइला के हो त? त्यो हो योजना र तयारी। कुनै पनि निर्माण सुरु हुनुभन्दा पहिले मैदानमा भन्दा बढी काम त कागजमै हुन्छ। सुरुमा त के हुन्छ भने कुनै ठाउँमा साँच्चै पुल चाहियो कि सडक चाहियो भनेर आवश्यकता पहिचान हुन्छ। त्यसपछि ल ठिक छ, बनाउन त बनाउने, तर के त्यो सम्भव छ त भनेर अध्ययन हुन्छ। अनि डिटेल प्रोजेक्ट रिपोर्ट, जसलाई हामी डिपिआर भन्छौँ, त्यो तयार हुन्छ। अब कति खर्च लाग्छ भनेर लागत अनुमान गरिन्छ र अन्तमा कसरी खरिद गर्ने भन्ने योजना बन्छ। यहाँ एउटा एकदमै महत्त्वपूर्ण कुरा छ। यदि कुनै निर्माणको लागत 10 लाख रुपैयाँभन्दा बढी छ भने त्यसलाई खुल्ला बोलपत्रमा लैजानै पर्छ। किन? ताकि प्रक्रिया पारदर्शी होस् र सबैले समान अवसर पाउन्। ल, अब योजनाको काम सकियो। अब आउँछ सबैभन्दा प्रतिस्पर्धात्मक चरण, बोलपत्र र मूल्याङ्कन। यो साँच्चै एउटा दौड जस्तै हो, जहाँ योग्य ठेकेदारहरू त्यो परियोजना आफ्नो हातमा पार्न प्रतिस्पर्धा गर्छन्। सरकारले के गर्छ भने राष्ट्रिय पत्रिकाहरूमा सूचना निकाल्छ। त्यो सूचना पिपिएमओ अर्थात् सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइटमा पनि राखिन्छ। र अहिलेको जमानामा सबैभन्दा महत्त्वपूर्ण कुरा, सबै टेन्डरहरू एउटा अनलाइन पोर्टल बोलपत्र.gov.np मा राखिन्छ। ठेकेदारहरूलाई आफ्नो प्रस्ताव पेश गर्न साधारणतया 30 देखि 45 दिनको समय दिइन्छ। तर प्रस्ताव मात्रै बुझाएर त भएन। ठेकेदारहरूले आफ्नो प्रस्तावसँगै बोलपत्र जमानत पनि राख्नुपर्छ। यो एक किसिमको ग्यारेन्टी हो कि उनीहरू यो दौडमा साँच्चै गम्भीर छन्। ल, यो बोलपत्र जमानत वा बिड सिक्योरिटी भनेको के हो त? सरल भाषामा भन्दा यो ठेकेदारले ब्याङ्क मार्फत दिने एउटा ग्यारेन्टी हो। यसले के भन्छ भने यदि मैले यो ठेक्का जिते भने म पक्का पनि सम्झौतामा हस्ताक्षर गर्छु, पछि हट्दिन। यो उनीहरूको प्रतिबद्धताको प्रमाण हो। अब प्रस्तावहरू त आए, त्यसपछि मूल्याङ्कन समितिले 2 चरणमा जाँच गर्छ। पहिलो, प्राविधिक मूल्याङ्कन। यसमा के हेरिन्छ भने ठेकेदारसँग पहिला काम गरेको अनुभव छ कि छैन, चाहिने उपकरण छ कि छैन, काम गर्ने मान्छे छन् कि छैनन्। जो यो चरणमा पास हुन्छन् उनीहरूको मात्र आर्थिक मूल्याङ्कनको फाइल खोलिन्छ, जसमा सबैभन्दा कम मूल्य कसले हालेको छ भनेर हेरिन्छ। भनेपछि सस्तो हुनाले मात्रै पुगेन, काम गर्न सक्ने क्षमता पनि प्रमाणित हुनु पर्यो। ल, अब मूल्याङ्कन पनि सकियो, ठेकेदार पनि छानियो। अब सुरु हुन्छ सबैले देख्ने चरण, निर्माण र अनुगमन। अब चाहिँ वास्तविक काम मैदानमा देख्न थाल्छ। तर काम सुरु गर्नुभन्दा पहिले अझै केही प्रक्रिया बाँकी नै हुन्छन्। सबभन्दा पहिला जित्ने ठेकेदारलाई स्वीकृति पत्र या लेटर अफ एक्सेप्टेन्स दिइन्छ। त्यसपछि उसले फेरि अर्को एउटा जमानत बुझाउनुपर्छ, जसलाई कार्य सम्पादन जमानत भनिन्छ। अनि मात्र सम्झौतामा हस्ताक्षर हुन्छ र बल्ल काम सुरु गर्नलाई वर्क अर्डर जारी हुन्छ। अघि हामीले कार्य सम्पादन जमानतको कुरा गर्यौं नि, यो पनि अर्को महत्त्वपूर्ण ब्याङ्क ग्यारेन्टी हो। ठेक्का जित्नेले ठेक्का रकमको करिब 5% बराबरको यो ग्यारेन्टी बुझाउनुपर्छ। यसको उद्देश्य के हो त? ठेकेदारले वाचा गरे अनुसार काम समयमै गुणस्तरीय रूपमा पूरा गरोस् भनेर सुनिश्चित गर्नु। अब भुक्तानीको कुरा गरौँ। यो पनि निकै चाखलाग्दो छ। ठेकेदारले एकैचोटि सबै पैसा पाउँदैन। काम जति जति अघि बढ्छ त्यति बिल पेश गर्दै जान्छ र भुक्तानी पाउँछ। तर यहाँ एउटा ट्विस्ट छ। हरेक बिलबाट केही रकम चाहिँ काटिन्छ। कति काटिन्छ त? सामान्यतया हरेक भुक्तानीबाट 5% रकम काटेर राखिन्छ। हो, यही पैसालाई रिटेन्सन मनी भनिन्छ। तर यो रिटेन्सन मनी किन काट्नु पर्यो त? यो सरकारी निकायले परियोजनाको वारेन्टी अवधि या भनौँ डिफेक्ट लायबिलिटी पिरियड नसकिन्जेलसम्म आफूसँग राखेको एक किसिमको सुरक्षा रकम हो, ताकि यदि काम सकिएपछि केही बिग्रियो, भत्कियो वा समस्या देखियो भने त्यही पैसाबाट मर्मत गर्न सकियोस्। ल, अब काम लगभग सकिन लाग्यो। तर काम सकिनु मात्रै ठूलो कुरा होइन।
अन्तिम चरण पनि उत्तिकै महत्त्वपूर्ण छ, समापन र दायित्व। अब सबै निर्माण सकिएपछि ठेकेदारले एउटा प्रमाणपत्र पाउँछ, जसलाई समापन प्रमाणपत्र वा कम्प्लिसन सर्टिफिकेट भनिन्छ। यसले काम औपचारिक रूपमा सकियो भनेर त जनाउँछ, तर ठेकेदारको जिम्मेवारी अझै सकिएको हुँदैन है। हो, त्यो समापन प्रमाणपत्र पाएपछि बल्ल वारेन्टीको घडी सुरु हुन्छ। यसलाई दोष दायित्व अवधि भनिन्छ, जुन सामान्यतया 1 वर्षको हुन्छ। यो 1 वर्षभित्र यदि त्यो निर्माणमा केही फुट्यो, भत्कियो वा कुनै खराबी देखियो भने ठेकेदारले आफ्नै खर्चमा मर्मत गर्नुपर्छ। जब यो अवधि बिना कुनै समस्या सकिन्छ, त्यसपछि मात्र उसले त्यो सुरुमा काटेर राखिएको 5% रिटेन्सन मनी फिर्ता पाउँछ। त हामीले यो लामो र निकै विस्तृत यात्रा हेर्यौं, योजनादेखि बोलपत्र, निर्माण र अन्तिम दायित्वसम्म। तर यहाँ एउटा गम्भीर प्रश्न उठ्छ। कागजमा यति बलियो, यति राम्रो देखिने यो प्रक्रियाले वास्तविकतामा पनि सार्वजनिक निर्माणको गुणस्तर र पारदर्शिता साँच्चै सुनिश्चित गर्न सकेको छ त? यो एउटा सोच्नुपर्ने कुरा हो।